दर्शन नमस्कार सबैलाई साथीहरु। यो भिडियो चाहिँ फेसबुक सम्बन्धीको भिडियो हो। हजुरहरुलाई मैले भिडियोहरुमा भन्न त भनिरहेको छु, मैले पनि दुःख पा भएर मात्र भनेको। मलाई इन्डोनेसिया हुने मलेसियाबाट इन्डोनेसिया जानु भएको उहाँ सुमन सरले चाहिँ सिकाएर चाहिँ थाहा भएको हो। मैले भोगेकै कुरो, तर पनि मेरो के हुन्छ अब यो महिना मात्र थाहा हुन्छ। तर पनि सक्सेसफुल भनेर म पनि भएको छ भनेर म ग्यारेन्टी चाहिँ लिन्न है। यो बैंक एकाउन्ट सेभ गर्दा त्यो बैंक एकाउन्ट गर्दा चाहिँ आफू तपाईहरु चाहिँ नेपालको भएर चाहिँ जब जुन देशमा हुनुहुन्छ त्यही देशको राख्नु पर्नेमा तपाईहरुले नेपालकै राख्दिएर चाहिँ मोनेटाइजेसन सस्पेन्ड आएको छ। हेर्नुस् यो यहाँनिर तपाई रेकर्डै छ यहाँ है। मलाई हैन मेरो साथीलाई चाहिँ आएको हो। त्यही भएर साथीहरु म तपाईहरुलाई के भन्छु भने अहिले तपाईहरुले कुनै जरुरत छैन बैंक एकाउन्ट सेटअप गर्नलाई, किनकि तपाई भोलि फेरि मोनेटाइजेसन कन्टेन्ट मोनेटाइजेसन मिलेपछि तपाईले फेरि गर्नुपर्ने हुन्छ। हतार नगर्नुस्। त्यही भएर मोनेटाइजेसन आएपछि कन्टेन्ट मोनेटाइजेसन आएपछि एकैचोटी गर्नु न। अहिले त्यो स्टारको लागि मात्र किन बैंक एकाउन्ट सेटअप गर्नु पर्यो? मैले बारम्बार मैले पनि भनिरहेको छु, मिस्टेक हुन सक्छ, जान्ने बुझे हुँदैन। त्यही भएर एकैचोटी गर्नु न, पछि एकैचोटी भप्लक्कै खाइहालौँला निलुम हालौँला जस्तो गरेर त भएन है। यस्तो हुन्छ, यस्तो प्रब्लम आउँछ। ल हेर्नु अब यहाँ उहाँले त कन्ट्री पनि नेपालको हालिदिनु भएको रहेछ। अब यस्तो जाली यस्तो प्रब्लम आएपछि यस्तो गाह्रो हुन्छ। त्यही भएर साथीहरु बेलैमा सोच्नुहोस्, हतार नगर्नुहोस् बैंक एकाउन्ट सेटअप गर्नको लागि। त्यो गरे पनि नगर्नु के तपाईले बैंक एकाउन्ट सेटअप गर्ने त पैसा त फत्तै आइहाल्यो त होइन। तपाईले जुन कुरो हो त्यो कुरो भर्याङ हुन्छ, त्यहाँ चढ्दै जानुपर्छ भर्याङ स्टेप गरेर। जसले आफ्नै रियली भोइसमा आफ्नै भिडियोहरु हाल्नु भएको छ उहाँहरुले अवश्य पाउनुहुन्छ के मोनेटाइजेसन, कन्टेन्ट मोनेटाइजेसन पक्का पाउनुहुन्छ। त्यसको लागि अलिकति मेहनत गर्नु पर्यो, बिस्तारै अगाडि बढ्नु पर्यो। एकैचोटी खप्पै दिनमा 3-4 भिडियो, एउटा भिडियो हाल्ने, दुईटा भिडियो हाल्ने, हप्तामा 2-3टा भिडियो हाल्ने गरेर चाहिँ मिल्दैन। कन्टेन्ट सधैँ एउटा भिडियो हालिरहेको हुनु पर्यो, फोटोहरु यताउता सबै। त्यही भन्छ साथीहरु, अझै पनि म भन्छु प्लिज यो बैंक एकाउन्ट चाहिँ सेटअप गर्नको लागि अहिले नहतारिनुस्, मिस्टेक हुन सक्छ। त्यही भएर सबै कुरा बुझे अलिकति जान्ने बुझ्ने हुँदै जान्छ के, अरूले भनेको कुराहरु सुन्दै जानुस्, बिस्तारै बुझ्न सक्नुहुन्छ। पछि कन्टेन्ट मोनेटाइजेसन जब मिल्छ त्यो बेलामा गर्नुस् न, तपाईहरुलाई राम्रो सफल हुन्छ। दुःख नपाओस् बीचमा। थोरै मिस्टेकले कत्रो झमेला भोग्नुपर्छ त्यो गर्नलाई, पछि सपार्नलाई, त्यसलाई सच्याउनलाई। मोनेटाइजेसन सस्पेन्ड यसैले आउँछ, मोनेटाइजेसन सस्पेन्ड खलास, सस्पेन्ड मोनेटाइजेसन सस्पेन्ड खलास। यो भएपछि अब त्यहाँ कति छ, त्यसलाई कति गाह्रो छ सुधार्नलाई। त्यही भएर साथीहरु अझै यो भिडियो कस्तो लाग्छ लाइक कमेन्ट शेयर गर्नु होला है। थाहा नभएको मान्छेहरुसम्म पुर्याउने अब मेरो जिम्मा हैन, हजुरहरुको जिम्मा हो, हजुरहरुको हातमा छ है। साथीहरु म यही भन्न चाहन्छु, मैले बारम्बार भनिरहेको हुन्छु, रिल्समा नि भनिरहेको हुन्छु, यो चाहिँ लङ भिडियो हो। बैंक एकाउन्ट सेटअप गर्न हतार नगर्नुस्, बुझेर गर्नुपर्छ भनेर। त्यही भएर सबै कुरो विचार गरेर गर्नुपर्छ साथीहरु है। म यही भन्न चाहन्छु। हस्।